2081 सालमा राजपुर गाउँपालिकामा प्रथम धुम्रे कृत्य गरी सम्मान गरिएको थियो। यो वर्ष त्यो पुरस्कार पाउन सकेका छैनन्। भाइहरूले गुनासो गरेका थिए। त्यो के कस्तो हुन्छ त्यो व्यवस्था मिलाएर दिनुहोला। त्यो वृत्ति ब्राह्मण कार्यक्रममा एक दिन दिनुभयो। उत्तीर्ण भएको सबै विद्यार्थीलाई त्यो खुसी लाग्यो। तर पनि त्यो कार्यक्रममा आउन नसकेका विद्यार्थीहरूले म पनि पाउनुपर्छ, मेरो पनि अधिकार छ, मलाई दिनु भएन भन्ने गुनासो छ। त्यो पनि त्यहाँहरूमा पुर्याइदिनु होला। अर्को सहर राजपुर गाउँपालिकामा जताततै हेर्दा पनि महिलालाई मात्र सिपमूलक कार्यक्रम, क्षमतामूलक कार्यक्रम र तालिम दिन्छ, तर पुरुषहरूलाई छैन। त्यो पुरुषहरूलाई पनि व्यवस्था गरिदिनु पर्यो। अर्को कुरा, राजपुर गाउँपालिकाहरूमा प्रत्येक वर्ष खेलकुद सञ्चालन हुँदैन। कुनै वर्ष हुने, कुनै वर्ष नहुने। त्यो कार्यक्रमलाई के कस्तो हुन्छ त्यो खेलकुद प्रत्येक वर्ष गरिदिनु पर्यो। कुनै पनि बालबालिकाको खेलकुद खेल्ने पनि सपना हुन्छ, त्यो सपना साकार हुन सकिरहेको छैन। यो एजुकेसनहरू गरिदिनु पर्यो भन्ने हजुरहरूमा अनुरोध छ। धन्यवाद।